यदि मानिस बाहिर सफलताको खोज गरिरहेको छ भने भित्र ऊ गहिरो असफलताको अनुभूति गरिरहेको हुन्छ। यदि ऊ बाहिर धन खोजिरहेको छ भने भित्र ऊ धनको कमी महसुस गरिरहेको हुन्छ। यदि ऊ बाहिर धर्म खोजिरहेको छ भने भित्र ऊ अधार्मिकताको अनुभूति गरिरहेको हुन्छ। यदि जागृत व्यक्ति भित्रै सफलता र समृद्धिको अनुभूति गरिरहेको छ भने उसलाई बाहिर सफलता, धर्म वा समृद्धि खोज्नुपर्ने कुनै आवश्यकता रहँदैन, न त उसलाई बाहिरबाट कुनै प्रमाणपत्र खोज्नुपर्नेछ, न त कसैबाट मान्यता लिनुपर्छ। उही व्यक्ति नै प्रमाण हो, उही नै सत्य हो।